यो कहाँको जङ्गलहरू हो बनेपा? यो बनेपाको ठ्याक्कै यो चन्द्रसोरीको माथि जङ्गलमा चाहिँ यो भन्दा 2 वर्ष अगाडि चाहिँ केटी मान्छे 2-3 वर्ष अगाडि चाहिँ केटी मान्छे झुन्डेर अब अनि बुझ्नु किन न गएको त भन त यति राति मम्मीले गाली गर्नुहुन्न म लाइभ देखेँ भने? यस्तो हो अब एउटा बानी नै भइसक्यो दाइ मैले चाहिँ लगभग 1.5 वर्ष जति भयो होला अनि यसरी हिँडिरहेको छौँ एउटा नेगेटिभ इनर्जीहरू चाहिँ फिल गर्न हिँडेको ए अलग उ छ है पुरा जोस जागर अलग छ यार। मेरो त मम्मीले थाहा पायो भने नि यति राति त खुट्टै बाजिन्छ पऱ्यो। अब अनि एक दिन जानुपर्छ हामीहरू। एक दिन चाहिँ यसो दामी ठाउँ के बुझेनौ कुनै चत्रा बवाल हुन्छ दाइ जानु पर्ला एक दिन। म पनि जान्छु। जय हनुमान ज्ञान गुण सागर यो लिएर आइदिन्छु तिम्रो लागि एउटा। यो हात खल्तीमा भइसकेपछि बुझेनौ यो ल्याइदिन्छु। एउटा चुरा ल्याइदिए पनि ल्याइदिन्छु फुटेको चुरा। पहिला पहिला गाडीको बस ड्राइभरहरूले पुरा अगाडिपट्टि चुरा झुन्डाउँथ्यो नि। हजुर दाइ हो त्यसको लागि चाहिँ म त्यो पनि ल्याइदिन्छु। अनि सलाइको काँटीहरू पनि बोकेर हिँड्नुपर्छ कि यस्तो बेलामा चाहिँ। ए हुन्छ हुन्छ दाइ एक्लै हिँडिरहेको छौ तर्सौला नि फेरि। मन्त्र छ नि दाइ मेरो त खै के हो मन्त्र सुनाउ त? फुक्कमाको सोम ओम नमो शिवाय ओम नमो शिवाय ओम नमो शिवाय जय हनुमान ज्ञान गुण सागर ओए यति भनेपछि पुग्यो? यो चाहिँ फेरि सबै यस्तो हुन्छ अरे के यता सुन्नु नि दाइ यो हामी चाहिँ कसैले बिरालोहरूले बाटो काट्यो भने मसान घाटतिर गयो भने चाहिँ ठु 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 गरेर जान्छ अरे के अनि सबैभन्दा पहिला हामीले चाहिँ केही पर्यो भने आफ्नो भनौँ न मम्मीलाई सम्झिन्छ यो 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 पात हो दाइ पात पात म त सेतो सेतो जस्तो देखेँ कि। खुकुरी सुकुरी बोकेर लग्छु कि लग्दैनौ? केही पनि छैन नि दाइ। अनि आएर त्यहाँ उता भूतको ग्याङ आएर तिम्रो फेरि तनाव त दियो भने तनाव होला नि फेरि। अब भूत भन्दा नि जङ्गली जनावरदेखि चाहिँ हल्का डराउनु पर्ने त्यो चाहिँ हो है। प्ले गेम नभन्दा न दाइसँग गेम खेल्ने मिल्दैन क्या हामीले। कहाँ यहाँ भूत हन्टिङमा हिँडिरहेको चाहिँ गेम खेलेर तैतिरिका यार। गेम नभन्नु न गेम स्टार्ट नभन्नु सक्दैन नि हामीले। नाइ म त हन्टिङ गर्न लागेको मान्छेले कहाँ गेममा अहिले त्यहाँ फेरि थपक्क बसेर गेममै फोकस गरेर यतातिर आउनु यतातिर उ गर्नु भन्न थाल्यो भने त तनाव हुन्छ। त्यहाँ भूत आउला फेरि। त्यस्तो त हुँदैन दाइ। कसम भनेको तिमीलाई डर लाग्दैन भनेको? डर भन्ने कुरा छैन। मान्छे हो कि के हो तिमी? डरलाई चाहिँ अब भनौँ न साइडमा राख्नुपर्छ दाइ होइन र। डर भनेको त हरेक मान्छेलाई नै लाग्छ तर डरलाई चाहिँ हल्का आफूबाट चाहिँ तादै राख्नुपर्छ।